आदि मार्फत कारोबार गर्ने गराउने। अनि 8 नम्बरमा छ हरेक निकायका कार्य समितिले संस्थाको विधान, नीति, निर्देशन तथा केन्द्रीय कार्य समितिको निर्देशनमा रही कार्य सञ्चालन, गतिविधि, कार्यक्रम आयोजना गर्ने गराउने। यहाँ जिल्लामा कार्यक्रम गर्दा पनि केन्द्रीय कार्य समितिलाई जानकारी गराएर गर्ने भनेको हो। हिजोको दिनमा जस्तै दुर्गा प्रसाईको आन्दोलन छ रे भनेर उता डुकुर्ने होइन हामी अब त्यो संस्थामा आबद्ध भइसकेको छ होइन। मिटर ब्याजीको आन्दोलन छ रे भनेर उता डुकुर्ने होइन। कबारी सङ्घको आन्दोलन छ रे भनेर उता जाने होइन। अब हामी वित्तीय साक्षरता जागरण समाजमा आबद्ध भइसकेपछि जिम्मेवारीपूर्वक विधि विधान अनुसार र उपल्लो समितिको निर्देशन अनुसार मात्रै चल्छौँ हामी है, काम गर्छौँ। त्यो भन्नु ताकि उपल्लो समितिलाई निर्देशन नगरिकन, जानकारी नगरिकन कार्यक्रम गर्दा भोलि बिहान दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिने त? स्वयं व्यक्तिले लिनु पर्यो नि। समस्या हुन्छ नि त भोलि बिहान। हो त्यस कारणले गर्दा यो विधि विधानलाई चाहिँ टेकेर काम गर्छौँ हामी भनेको। अब हामी लगाम लगाउँदैछौँ क्या है। हिजोको दिनमा छाडा घोडा जस्तै दौडेको थियौँ हामी, कुदेका थियौँ भने अब घोडालाई लगाम लगायो भने सही बाटोमा जान्छ नि, उद्देश्यमा पुग्छ। हो अब हामी पनि लगाम लगाउँदैछौँ, उद्देश्यमा पुग्दैछौँ है। त्यो संस्था भनेको हाम्रो लागि लगाम नै हो है, त्यसरी बुझौँ। अनि अर्को छ 9मा संस्थाको गोपनीयता भङ्ग हुने। महत्त्वपूर्ण कुरा, संस्थामा आज यदि जति पनि कुरा भएको छ, भिडियो बनाउनु भयो होला, कसरी के गर्नु भयो होला, त्यो लगेर अर्कोलाई पुरस्कार दिनु भने बर्बाद हुन्छ। संस्थामा भएका आन्तरिक कुराहरू बाहिर भङ्ग हुन्छन्, जान्छन् है। त्यस कारणले गर्दा संस्थामा भएका हरेक कुराहरू चाहिँ गोपनीयता भङ्ग हुने काम गर्नु भएन। संस्थाको विधान विपरीत कार्य गर्ने गराउने, संस्थाको लेखा छाप दुरुपयोग गर्ने गराउने, सामाजिक संस्थाभित्र राजनीति गर्ने। अब यो सामाजिक संस्थाभित्र आबद्ध भएको छ, एमाले माओवादी काङ्ग्रेसको झोला बोकेर हिँड्यो भने नि त्यसलाई यो सामाजिक संस्थामा बस्ने अधिकार छैन। त्यो हाम्रो संस्थाको विधानले कारवाही गर्छ है। गराउने, राजनीति गर्ने गराउने, पीडितहरूको न्याय, पीडितहरूको लागि न्याय हित विपरीत कार्य गर्ने गराउने। सुन्नुहोस् है, पीडितहरूको न्याय हित विपरीत कार्य गर्ने गराउने, आर्थिक, सामाजिक र सांस्कृतिक विचलन ल्याउने गतिविधि गर्ने। आर्थिक, सामाजिक र सांस्कृतिक विचलन ल्याउने काम कसरी गर्छ भने पनि त्यसलाई पनि कारवाही गर्ने। सामाजिक विचलन, आर्थिक विचलन र सांस्कृतिक विचलन पनि गर्नु भयो है। त्यो सबै कुराहरू चाहिँ बुझ्नु पर्यो। लगायत अन्य संस्था, समाज, राष्ट्रको हित विपरीत कार्य गर्ने गराउने जो कोही भए पनि संस्थाको विधान र प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउनेछ। त्यसैले हरेक तहका कार्य समितिहरूलाई सजग, होसियार, जागरुकका साथ असल नागरिकको परिचय दिँदै नीति, पद्धति, विधान अनुसार कार्य गर्नु गराउनु हुन केन्द्रीय कार्य समिति हार्दिक अनुरोध गर्दछ। यति नै होला। केन्द्रीय कार्य समितिले हजुरहरूलाई दिएको यो 2 निर्देशन छ, त्यसलाई कार्य समितिका पदाधिकारीहरूले फोटो खिचेर पनि राख्न सक्नुहुन्छ, तर बाहिर चाहिँ